हेलो नमस्कार। आज घुम्दै हुनुहुन्छ तपाईहरू कुलेखानी ड्याम। यो ड्याम चाहिँ मकवानपुरको मार्खु भन्ने ठाउँमा अवस्थित छ, जुन ठाउँ चाहिँ काठमाडौँदेखि लगभग 30 किलोमिटरको वरपर पर्ने गर्दछ। यो काठमाडौँबाट घुम्नको लागि एकदम रमणीय ठाउँ रहेको छ। यो कुलेखानी ड्यामदेखि केही माथि भेडीगोठ भन्ने ठाउँ पनि म तपाईहरुलाई योभन्दा अगाडिको भिडियोमा हालिसकेको छु। तपाईले देख्न सक्नुहुन्छ केही समयपछि जुन ठाउँ चाहिँ पहिला हामीहरू यो ठाउँमा आइसकेपछि बोटिङ गर्न सक्छौं, माछाहरू मारेको देख्न सक्छौं। यो तपाईले देख्दै हुनुहुन्छ पानी भन्दा माथिको सतह जहाँ चाहिँ हरियो घाँसहरू छैन। यो ठाउँ चाहिँ पहिले नै खोलाले आफ्नो ठाउँ ओगटेको थियो भने अहिले पानी घटेर यो अवस्थामा देख्न सकिन्छ। यो त हो मार्खु बजार भनेर अन्य ठाउँको जस्तो बजार चाहिँ यहाँ भेट्न सक्नु हुँदैन। घुम्ने क्रममा तपाईहरू काठको बोटमा र मोटर बोटमा पनि चढेर वरपरको दृश्यहरू हेर्न सक्नुहुन्छ।